अहिले नखिच्नु ल बीपी संस्कृत मावि सल्यान यो सरस्वती पूजा को लागि गेटको निर्माण कार्यक्रम भइराखेको छ र सबै सरहरू र विद्यार्थीहरूको सामूहिक श्रमबाट यो निर्माण भइराखेको छ र खासमा यो अहिले चाहिँ यहाँ निश्चित सीमित विद्यार्थीहरू मात्रै काममा देखिरहनु भएको छ भने खासमा ठुल्ठुला माथिल्ला क्लासका चाहिँ सबै विद्यार्थीहरू नै खटिएर सामूहिक योगदानबाट यो आधा निर्माण भएको छ र यसलाई आजै सकभर गेट निर्माण सम्पन्न गर्ने भन्ने कार्यक्रम हो। अब हेरौँ कति सम्भव हुन्छ। र यो चाहिँ सरस्वती पूजा पर्सि को लागि हो भने र त्यसै दिन चाहिँ अब वार्षिक विद्यालयको 126औं वार्षिक उत्सव कार्यक्रम पनि रहेको छ। त्यसमा पनि अब नेजा सल्यान गाउँपालिका अन्तर्गतका माध्यमिक तहस्तरीय वक्तृता प्रतियोगिता पनि स्कुलले राखेको छ। र त्यही कारणले भिन्न भिन्न कामहरूको लागि भिन्न भिन्न मेन पावरहरू खटिरहनु भएको छ। गेट निर्माण अतिरिक्त वार्षिक उत्सव कार्यक्रमको विभिन्न कार्यक्रमहरूको लागि गुरुहरू सरहरू त्यहाँ रुमहरू भित्र खटिरहनु भएको अवस्था छ। र यता चाहिँ सीमित लाइभ हो क्या खकेन्द्र सर उहाँ मोस्ट एक्टिभ टिचर हो हाम्रो स्कुलको। उहाँ हरेक काममा फरवार्ड हुनुहुन्छ।